लु आच्छु भने चाहिँ मेरो छोरीहरू मेरो नातिहरू नातिनीहरू आयो आयो जिउको डाल हेरेर दिनु है त्यही हिसाबमा किन क्यारिन चुप्पो लाग्यो भनेको त सबैभन्दा सानो भनेर हाम्रो यहाँनिर अर्को नाति छ यहाँ सिलास धेरै पनि भ्लग बनाउँदै आएको रहेछ ल हाम्रो बोजू तल हुनुहुन्छ जेमिसी क्यामेरा देखायो के पो भन्छ कोकमा नुन लागेछ भन्नेलाई भयो त है चाल पाइहाल्छ है चाल पाइहाल्छ है चाल पाइहाल्छ है किन चाहिँ पहिला यस्तोहरू खाँदा किन चाहिँ अलिक चुपो लगाएर खान्छ होइन पहिला चाहिँ अलिकति त्यति बेला चाहिँ भोकाको जस्तो पनि हुन्छ हो चुपो लगाएर खान्छ अलिक इन्डिङमा चाहिँ हल्ला खाला हुँदै जान्छ है किनभने चाहिँ अलिक अगाउँदै जान्छ नि त ल झ्यालमुडी पार्टी पिरो त है सम्झना बिर्सनै हुन्छ नि हेर त हेर मेरो नातिनीले चिया अप्पै भने चाहिँ हाम्रो पनि सादा झ्यालमुडी आइगयो यहाँ म चाहिँ खोर्सानी त्यस्तो खाँदिनँ होइन श्रीमतीले बनाएर चिया पनि बनाएर लिएछ ए अब यहाँनिर है बिचारा थाकी गलिआएको नाति नातिनीहरू छोरीहरू यो चाहिँ पिरो भएर ओइ कति पिरो भएन नि आम्मा हो 100मा 100 पिरो भएर यो चाहिँ के हो पिरो छैन है मेरो यसमा पिरो छ मैले खाने पनि पिरै हो ए म त खाँदिनँ गएको छैन त भाइजू फेरि तपाईँहरूको अघि यहाँ झ्यालमुडी खाएर के भन्नु अब मिठो मिठो भइरहेको छ कि बिजोक भइरहेको छ पिरोले ल झ्यालमुडी चाहिँ यता होइन अन्त अनि यहाँ बिमारी पीडित हुने झालमुडी पीडित तर मुखबाट झरेको एकदमै ऊ बेगरै खाँदैछ त यसले त झ्यालमुडी चाहिँ यस्तो हो झ्यालमुडी भनेको चाहिँ यस्तो हो खाँदै पानी खानु हुँदैन खाइसकेर मात्रै खान्छ नभए पिरो हुन्छ ए त्यसो रहेछ नि त अरे अनि त्यही भएर पसिना आयौँ है ल ल निलाले बनाउँदै गरिहालौँ न हामी आएर यिनीहरू ढिलो नै सोच हाम्रो त यता त 9 बजी त अन्धाकार हो नि हामी त बिहान हाम्रो चाहिँ अब हामी चाहिँ सक्यौँ खाइसक्यौँ दिदीले बनाएको के ज्यादीले तातो भएर गयो यो मोमो चाहिँ मैले बनाएको देखाइदेऊ न मैले बनाएको अरूले चाहिँ अब सुरु गर्नुभन्दा अगाडि सबै देखाउँछ है हामी चाहिँ अब अन्त अघि टेस्ट भइसक्यो मिठो भइसक्यो नि आमा मिठो भयो हस्त राखेँ है